यो एएफसी वोमेन्स एसिया कपको चाहिँ क्वालिफायरमा चाहिँ गोलको वर्षा भइरहेछ। हाम्रो नेपाल चाहिँ समूह एफमा रहेछ। उज्बेकिस्तान, नेपाल, लाओस, श्रीलङ्काले उज्बेकिस्तानमा गएर खेलिरहेछ नेपाल टिम चाहिँ होइन, जसमा चाहिँ लाओस विरुद्ध 9-0 को क्लिन जित निकालेको छ नेपालले, कीर्तिमानी जित भने। उता उज्बेकिस्तानले पनि श्रीलङ्कालाई चाहिँ 10-0 ले हराएको रहेछ कि। अब यहाँ चाहिँ के हुन्छ भने यो अन्तिम म्याच चाहिँ उज्बेकिस्तान र नेपालको रहेछ। यो म्याच चाहिँ नेपालले अथवा उज्बेकिस्तानले दुईटामा जसले जिते पनि त्यो चाहिँ अगाडि एएफसी एसिया कपमा चाहिँ क्वालिफाई हुने रहेछ, अगाडि बढ्ने रहेछ। अब यसमा चाहिँ अब ड्र मात्रै भयो भने पनि गोल अन्तर, अब लाओस र श्रीलङ्कालाई जसले धेरै गोल हान्नु सक्यो उही अगाडि जाने रहेछ होइन, ड्र भयो भने। तर जित निकाल्यो भने त सकिगयो। नेपालले उज्बेकिस्तानमाथि जित निकाल्यो भने त नेपाल गइगयो एसिया कपमा होइन। अब यो चाहिँ फाइनल जस्तै हुने रहेछ। अब त्यो दिनको प्रतीक्षा गरौँ हामी है, अब चाँडै।